गुड मर्निङ सबैजनालाई। र आज पनि म सानो एउटा भ्लग लिएर आएको छु। र हिजोको भ्लगमा चाहिँ मैले तपाईँहरूलाई कन्टिन्यू गर्नु सकिनँ, किन भन्दाखेरि त्यो वेदरको कारणले गर्दाखेरि एकदम फगीले गर्दाखेरि एकदम केही पनि दिएको थिएन होइन, प्रायः अब भनौँ न सिनहरू। र हिजो जुन मैले घुमाएको टुरिस्ट थियो, आज चाहिँ उनीहरूको 11 बजेको फ्लाइट छ। र म आज बिहानै मर्निङमा उठेर होइन उनीहरूलाई म पिकअप गर्नु जाँदैछु। अनि उनीहरूलाई नभनेको पनि म्याक्सिमम् 9 बजी चाहिँ उनीहरूलाई मैले यहाँबाट पुऱ्याउनु पर्छ, किन भन्दाखेरि उनीहरूको 11 बजेको फ्लाइट हो। र आज भन्दै तपाईँहरूलाई आजको दिनहरू कस्तो हुन्छ के हुन्छ तपाईँहरूलाई यसो म देखाउने छु होइन। आजको नि वेदर हिजोको जस्तै भइरहेको छ होइन। यहाँबाट छ तपाईँको यहाँबाट के सिँढी छ है, यहाँबाट अझै तपाईँको राम्रो भ्यू पोइन्टहरू देख्छ। मजाले बनाएको छ यहाँबाट तपाईँको, यहाँबाट चाहिँ एकदम चियाहरू खाँदै होइन कफहरू खाँदैछु मजाले जग्गाहरू हेर्नु होइन, भ्यू पोइन्टहरू हेर्नु मजाले देख्ने रहेछ। जस्तो कति मजा डाँडा माथि दिएको थियो तपाईँको खरसाङ है। गुड मर्निङ सबैजनालाई। र आज पनि म सानो एउटा भ्लग लिएर आएको छु। र हिजोको भ्लगमा चाहिँ मैले तपाईँहरूलाई कन्टिन्यू गर्नु सकिनँ, किन भन्दाखेरि त्यो वेदरको कारणले गर्दाखेरि एकदम फगीले गर्दाखेरि एकदम केही पनि दिएको थिएन होइन, प्रायः अब भनौँ न सिनहरू। र हिजो जुन मैले घुमाएको टुरिस्ट थियो, आज चाहिँ उनीहरूको 11 बजेको फ्लाइट छ। र म आज बिहानै मर्निङमा उठेर होइन उनीहरूलाई म पिकअप गर्नु जाँदैछु। अनि उनीहरूलाई नभनेको पनि म्याक्सिमम् 9 बजी चाहिँ उनीहरूलाई मैले यहाँबाट पुऱ्याउनु पर्छ, किन भन्दाखेरि उनीहरूको 11 बजेको फ्लाइट हो। र आज भन्दै तपाईँहरूलाई आजको दिनहरू कस्तो हुन्छ के हुन्छ तपाईँहरूलाई यसो म देखाउने छु होइन। आजको नि वेदर हिजोको जस्तै भइरहेको छ होइन। खरसाङबाट यहाँनिर रोहिनीमा ब्रेकफास्टको लागि हामी यहाँनिर रोकिरहेको छु। र यो चाहिँ हेर्नुहोस् न कस्तो मजाको छ है, भ्यू पोइन्ट यहाँबाट मजाको देख्नेछ क्या भ्यू पोइन्ट हो। यो त एउटा रेस्टुरेन्ट हो, यहाँबाट तपाईँलाई चाहिँ म देखाइदिँदैछु है। आज चाहिँ अलिकति त्यो डाँडा पारी त्यो कुहिरोले गर्दाखेरि यस्तो किल्लो आएको छैन होइन, तर पनि हेर्नुहोस् मजाको छ। उहाँ चाहिँ मेरो गेस्ट हो, हेर्नुहोस् यहाँबाट छ तपाईँको यहाँबाट के सिँढी छ है, यहाँबाट अझै तपाईँको राम्रो भ्यू पोइन्टहरू देख्छ। मजाले बनाएको छ यहाँबाट तपाईँको, यहाँबाट चाहिँ एकदम चियाहरू खाँदै होइन कफहरू खाँदैछु मजाले जग्गाहरू हेर्नु होइन, भ्यू पोइन्टहरू हेर्नु मजाले देख्ने रहेछ। जस्तो कति मजा डाँडा माथि दिएको थियो तपाईँको खरसाङ है। यो होटेलको नाम चाहिँ रिसाना रहेछ। अनि तपाईँहरूले एनी टाइम एनी वे होइन यहाँ आएर तपाईँहरूले लन्चहरू गर्नु सक्नुहुने रहेछ। र होटेल रिसाना है, रिसाना रेस्टुरेन्ट। यहाँनिर भाउजू हेलो
यो त म अहिले आफै यसमै गर्छु ल गएर Spicy, don't take that one. And the boys? They will like it. म चाहिँ एयरपोर्टबाट मेरो हिजोको जुन घुमाएको गेस्ट थियो उहाँलाई मैले छोडेर आइसकेको छु र म चाहिँ एयरपोर्टबाट यहाँ लवर पार्कको गाउँमा छु र मेरो दाजुको घरमा आज खानासाना खाएर 4 बजीतिर यहाँबाट म लाग्छु र मेरोबाट सबैजनालाई ह्याप्पी होली है र आउने दिनमा यसरी नै राम्रो राम्रो भ्लगहरू लिएर आउनेछु होइन अनि राम्रो राम्रो जग्गाहरू तपाईँलाई म देखाउने कोसिस गर्नेछु र भन्दै आजको यो जुन चाहिँ मेरो सानो एउटा भ्लग थियो यसलाई म यतिमै इन गर्न चाहन्छु र तपाईँहरूलाई कस्तो लाग्छ है राम्रो लाग्यो भने लाइक अनि कमेन्ट अनि सेयर गरिदिनुहोस् होला भन्दै थ्याङ्क यू। यो होटेलको नाम चाहिँ रिसाना रहेछ अनि तपाईँहरूले एनी टाइम एनी वे होइन यहाँ आएर तपाईँहरूले लन्चहरू गर्नु सक्नुहुने रहेछ र होटेल रिसाना है रिसाना रिसाना रेस्टुरेन्ट यहाँनिर भाउजू हेलो यो त म अहिले आफै यसमै गर्छु ल गएर Spicy, don't take that one. And the boys? They will like it. र म चाहिँ एयरपोर्टबाट मेरो हिजोको जुन घुमाएको गेस्ट थियो उहाँलाई मैले छोडेर आइसकेको छु र म चाहिँ एयरपोर्टबाट यहाँ लवर पार्कको गाउँमा छु र मेरो दाजुको घरमा आज खानासाना खाएर 4 बजीतिर यहाँबाट म लाग्छु र मेरोबाट सबैजनालाई ह्याप्पी होली है र आउने दिनमा यसरी नै राम्रो राम्रो भ्लगहरू लिएर आउनेछु होइन अनि राम्रो राम्रो जग्गाहरू तपाईँलाई म देखाउने कोसिस गर्नेछु र भन्दै आजको यो जुन चाहिँ मेरो सानो एउटा भ्लग थियो यसलाई म यतिमै इन गर्न चाहन्छु र तपाईँहरूलाई कस्तो लाग्छ है राम्रो लाग्यो भने लाइक अनि कमेन्ट अनि सेयर गरिदिनुहोस् होला भन्दै थ्याङ्क यू।